झापाको दमक 10मा रहेको श्री सिंहदेवी माध्यमिक विद्यालयका 18 जना विद्यार्थीलाई स्वर्गीय खगेन्द्र प्रसाद पद्मा रत्न छात्रवृत्ति कोषबाट पुरस्कृत गरिएको छ। कोषका दाता स्वर्गीय खगेन्द्र प्रसाद नेउपानेको जन्मदिनको अवसर पारेर बिहिबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच सो पुरस्कार वितरण गरिएको हो। आर्थिक अभावले अध्ययनबाट कुनै पनि बालबालिका वञ्चित हुनु नपरोस् भन्ने आफ्नो बुबाको इच्छा अनुरूप विगत केही वर्ष यताबाट पुरस्कार वितरण गरिँदै आएको दाता परिवारका सदस्य तथा सोही विद्यालयका पूर्व शिक्षक समेत रहेका डम्बरू वल्लभ नेउपानेले जनाएका छन्। यो कार्यक्रम गरेको यो दोस्रो वर्ष हो। बुवाकै उपस्थितिमा हामीले 67 सालदेखि लिएर निरन्तर पुरस्कार वितरण गर्दै आएका थियौँ। तर अफसोस हामीले गएको वर्ष र यो वर्ष बुवा बिना नै यो कार्यक्रम सञ्चालन गर्नलाई गइरहेका छौँ। हामीले यो कार्यक्रमलाई आजैको दिन छनौट गरेका थियौँ विगतदेखि नै, किनकि आजैको दिन हाम्रो बुवाको जन्मदिन थियो र आजबाट उहाँ 92 वर्ष पुरा गरी 93औं वर्षमा प्रवेश गर्दै हुनुहुन्थ्यो। तर 2 वर्ष अगाडि नै हामीले उहाँलाई गुमायौँ। बुवाको इच्छा थियो जो भाइ बहिनीहरू शुल्कको अभावमा शुल्कको तिर्न नसक्ने स्थितिमा रहेर विद्यालय पढ्नबाट वञ्चित हुन्छन्, त्यस्ता भाइ बहिनीहरूले शुल्ककै कारणले विद्यालयबाट वञ्चित हुनु नपरोस्, उनीहरूले शिक्षा लिनबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले जम्मा गरिएको रकमको लाई स्रोत बनाई त्यसबाट आएको ब्याजबाट वर्षैपछि छात्रवृत्ति दिने काम गरिँदै आएको थियो। धेरै दाताहरूले स्थापना गरेको आर्थिक कोषले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुगेको प्रधानाध्यापक सोमनाथ बरालले बताएका छन्। शिक्षा अध्ययन गर्न अर्थात् हाम्रो विद्यालयको हकमा भन्ने भने 11-12 पढ्नको लागि यसले सहयोग प्रदान गर्ने भन्ने उद्देश्यले स्थापित गरिएको यो छात्रवृत्ति कार्यक्रम हो। यसमा रु 50,000 बराबरको नगद रकम आज प्रवाह हुन्छ र यो बाहेक हाम्रा विद्यालयमा थुप्रै छात्रवृत्तिहरू छन्। ती छात्रवृत्तिहरूको बारेमा पनि यहाँ जानकारी गराउँदा सान्दर्भिक हुन्छ भन्ने मैले अनुभूति गरेको छु। गत वर्षको एसई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने 1 जना समेत गरी कक्षा 11 र 12मा अध्ययनरत 18 जना विद्यार्थी सो कोषबाट पुरस्कृत भएका दाता परिवारका सदस्य विनोद नेउपानेले जानकारी दिए। प्राचार्य वेद विज्ञान अध्ययन अनुसन्धान केन्द्र दमकका सञ्चालक प्राध्यापक मोहन प्रसाद भण्डारीको प्रमुख उपस्थितिमा भएको पुरस्कार वितरण कार्यक्रममा दमक वडा नम्बर 10 का वडा अध्यक्ष राजेन्द्र प्रसाद भण्डारी, दमक नगरपालिका शिक्षा शाखा प्रमुख प्रवीण खड्काको समेत विशेष उपस्थिति रहेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद नेउपानेको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू देवी प्रसाद दाहाल, बोधराज नेउपाने, उमानाथ नेउपाने, शिक्षक अभिभावक सङ्घका अध्यक्ष नागेन्द्रमणि नेउपाने लगायतको उपस्थिति रहेको थियो। 2067 सालमा स्थापना भएको स्वर्गीय खगेन्द्र प्रसाद पद्मा रत्न छात्रवृत्ति कोषले हरेक वर्षको फागुन 28 गते शिक्षा प्रेमी सामाजिक व्यक्तित्व स्वर्गीय खगेन्द्र प्रसाद नेउपानेको जन्मदिनको अवसर पारेर सिंहदेवी माविका विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै आएको छ। 2025 सालमा स्थापना भएको यस विद्यालयमा हाल 500 को हाराहारीमा विद्यार्थीहरू अध्ययनरत रहेको विद्यालय प्रशासनले जनाएको छ।